अब त्यहाँ पूजा गर्नु पवित्र राख्नु पवित्र छ नि त पवित्र राख्नुहोस् अहिले सबै चलाइदिनु थोरै दही अब त्यहाँ खालीमा छ होला है त त्यो एउटा दुना निकाल्नुहोस् त सकलात्मन वैन्यमण्डलाय नमः द्वादशकलात्मन सूर्यमण्डलाय नमः षोडशकलात्मन चन्द्रमण्डलाय नमः माथि अर्घ राख्नु दुनै राख्नु दुनो राखेर दुनामा सबैले घुमाउनुहोस् Jadi masih belah hati kan? Oh, ya semua अलि धेरै नै उगर्नु अर्का दुना पूजा गङ्गाको जल
पुष्पम पूज्यः अर्को गरे उत्तरको अथर्ववेदको लागि अथवा अथर्ववेदाय नमः अहिले आफै लाउनु दिनु अनि यिनीलाई तिमीहरुको त्यहाँ बस्ने ठाउँ छ हरि ओम होइन त्यो ननिकाल्ने त्यही माथि चाहिए ना कौन है नहीं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि जलम यथालब्धोपचारे सम्पूर्ण रुद्दीप गर्ने ओम वनस्पति रसद पाद्यम अर्घ्यम गन्धम पुष्पास्थितं यथालब्धोपचारे सम्पूज्य ओम नमः ओम भगाय नमः ओम विष्णाय नमः ओम नारायणाय नमः ओम सीतामानाय नमः ओम भारत ओम गुरुवा भारते नमः विद्यार्थीले स्कुल चल्दै हामी गएर बसेको मला ओम ऋतुसे साधो जगन्ने नातिरोहति एतावानस्य महिमातो जायां समूर्तः पादो सुस्वा भोगान कृपावृतां ततो विराड जायत विराजो अधिभूरुकः नारण्य ग्राम्यास्तजे ओम तस्मान्यात् सर्वहोतरिसः सामान्यजनिरे सन्धाकुसयन्त जे केशो भयाततः गावो हजनिरे तस्मात् सारा संसातमग्रतः तेन देवा अयजन्त श्रुतेते ब्राह्मणोऽस्य मुखमासीत् श्रोत्राद्वायस्य प्राणस्य मुखात् सन्तोष्यासीदा चन्द्रनन्दानवाना अवदनन् पुरुखं सोम्मा चिन्ताः सन्ति देवाः ओम श्री ऋणिसहित सुंदरहरे नमः ओम नमस्करोमि हरि ओम ओम किरणाय नमः पूर्वसेमि ओम सोमाय नमः वेदमुसेमि ओम मित्रये नमः नाममुसेमि नमस्ते ओम कुंदप्रियाय नमः उदरमुसेमि मान सुंदरतानुला ओम सुरसतधारणे नमः कण्डमुसेमि ओम निशानाथाय नमः बाहुमुसेमि बाहुरार सुंदरमुसेमि ओम ब्राह्मण प्रियाय नमः मुखमुसेमि मुख सुंदरमुसेमि ओम क्षीरसागरोत्पन्नाय नमः
कान समरेर बजाएर होला ओम अब्जाय नमः नासिके बजाइमे नाक समरेर बजाएर होला ओम सुप्रकाशो महान् दीपः सर्वतस्मिनापः स्वाह्याभ्यन्तरां ज्योतिरेदिवोऽयं प्रतिगृह्यताम् तानि सर्वाणि सन्तो प्रभ्यते पदे ओम नमस्कारः नमः शुद्धो दक्षिणाते महेश्वर भगवान को हनुमान जी महाराज
ज्योतिर्मयाय नमः ओम त्रिमूर्तये नमः ओम अष्टमूर्तये नमः ओम अनेकात्मने नमः ओम सात्विकाय नमः ओम अष्टमूर्तये नमः ओम अनेकात्मने नमः ओम सात्विकाय सुखरासि ओम जय जगदीश हरे श्री स्वामी प्रभु प्रेम सुरा बरसाओ शरण पयो हामी ओम जय जग हरि हर हो युग पावन दर्श अगणित समता शांतिदायक सदन हितकारी प्रभु सदन हितकारी सहरे भाव मनि साधक बलधाई नारायण 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण लक्ष्मी नारायण 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 को भगवान को शुक्र से श्रेभरो को रत्न विभूषितां मृगमता मोदा पात्रे घृतं पायसं भक्ष्यं पंचविधं पयोदधियुताम् शम्भोव्रणम् श्रोतावर्गहरो को हरि वासुदेवा ओम नमो भगवते
ओम श्री गुरुदेवाय नमः। हरि ओम ब्रह्म सार्वदिव्यां नमः। प्रजापति मेधा आँखा नाक कान केही न केही देख्न पर्यो अनि रन्टाको माथि लानु न म माथि कृष्णला नाम सयोहम मम सकल पावन पूर्वकम अष्टोत्तर सहस्र मन्त्रीज्यू कृष्ण माथुरको दाजु विशेष गृहीत साक्षात् चंद्र सबै चीजको पढाइ पूर्ण गर्नको लागि पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। हजुरहरूले यसो बस्नु न त मनाउन पाइयोस् 100 वर्षको बर्थडे मनाउन पाइयोस् त्यसमा फेरि आउन पाइयोस् ल नाम मिठो वर्षा समाजको मिठो
सुते मेरास्ते श्री सुते धरास्ते देवरो कन्नास्ते उत्पन्ना नला नला नामं तोहं नमामि सपत्नी सपुत्राः सपुत्रवतः सपौत्राः सपुत्र्यः सकलकुलबान्धववर्गसहितं विशेषतः हमारा नाम समुद्र मम व्यवहारात्मया कायवाङ्मनोभिः ज्ञानात् अज्ञानात् वा परिसञ्चिता निखिल पाप निरसनपूर्वकम् अष्टोत्तरसहस्रपूर्णसंवत्सरस्य प्रतिष्ठापूर्वकसंस्कृतभक्ताभ्यर्थम् अद्य मया यथा सन्ति यथामति यथोपलब्धसामग्र्या कृतस्य अस्य शीतव्रतकर्मणः साङ्गपरिपूर्णफलाधारम् इंद्रादि दशदिक्पालगणोत्यादि पंचलोकाल इसरादि देवता अग्न्यादि प्रत्यादि देवता सूर्यादि ग्रह सिद्ध्यादि वासुदेवता दिव्यादि चतुष्षष्टि योगिनी अजरादि पुनः 50 अक्षरवाह ब्रह्मादि सप्तवक्ता मंडल देवता कुशलकर्मः भगवत्याः गुरुदेव्याः भगवतः सदाशिवस्य सर्गादि चतुर्श्री सिद्धानां सूर्यनारायणस्य च कुशलकर्मः रजतप्रकाशोर्हिण्यादि अष्टाविंशति पूजनकर्मः अत्र परिस्थापित शुक्लप्रतिमायां लक्ष्मीनारायणपूजनकर्मः ब्राह्मणद्वारा कार्यकर्त्राभिषेककर्मः श्री सुधाच सोमो धातु सानिघत्यादि पाठकर्मः पुरक्रोसेति देवी गायत्री साक्षर पंचाक्षर नवर्णादि कर्मः तथा संस्थापनताप्य यथा विद्या हवन तर्पणमार्जन ब्राह्मण पूजन ओदान चंद्रपुष्पादि कर्मणां सहि ब्राह्मणो सुवासी बाहुराजनः ग्रहपुरो गातुर्यादित्यवदायितः जय ओम नमः ओम जय जगदीश हरे दीनबंधु दुःखहर्ता तुम्हारा रक्षक मेरे प्रभु तुम ठाकुर मेरे अपन नारायण नारायण श्रीमन्नारायण नारायण लक्ष्मी नारायण भगवान को पाहि मम पुंडरीकाक्ष सर्वपाप इंद्रादि दशकाल को नारायण भगवान को पुरुष भगवान को नारायण भगवान को नारायण
सारिं समर्पयामि नमस्करोमि ओमाद्यौः शान्तिरान्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ॐ ओम देवतानि पदमस्यासानि जगमस्त्रिकर्माणसे ओम वदे वदया वैकुंठेजा सत्यस्या सर्वं ददाति राम मया देवा परिपूर्णं ददास्तु मे अज्ञानात् विस्मृतिर्भ्रान्त्या आशावनेको पानी द्वारा फुल्का गरिएका मनसाको मनद्वारा गरिएका इन्द्रियमा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् कुस्मा बलेबा यान्त्रिक पुल लिमिटेडका हाम्रा संस्थापक सियाधनी आदरणीय बागलुङ नगरपालिका वडा नम्बर 14 नारायण स्थान निवासी सुबेदार श्री हरिप्रसाद श्रेष्ठज्यू तथा श्रीमती रत्नकुमारी श्रेष्ठज्यू उहाँको आज सहस्र 1008 चन्द्र दर्शन अर्थात् 84 पूजाको एउटा महत्त्वपूर्ण कार्यक्रममा हामी कुस्मा बलेबा यान्त्रिक पुल लिमिटेडका तर्फबाट हामी यान्त्रिक पुल लिमिटेडका अध्यक्ष आदरणीय होमनारायण श्रेष्ठ त्यसै गरेर सञ्चालक समिति सदस्य केदारनाथ शर्मा सञ्चालक समिति सदस्य आदरणीय कमल कुमार छिसी सञ्चालक समिति सदस्य सल्लाहकार गणेशमान श्रेष्ठ त्यसै गरेर सञ्चालक समितिका सदस्य सल्लाहकार आदरणीय प्रसाद श्रेष्ठज्यू सहित हामी कुस्मा बलेबा यान्त्रिक पुल लिमिटेडका तर्फबाट यहाँ उपस्थित भएका छौँ सञ्चालक समितिका तर्फबाट र यो एकदमै अत्यन्त सुखद क्षणमा हामीले उहाँको सुस्वास्थ्य दीर्घायुको कामना सहित कुस्मा बलेबा यान्त्रिक पुल लिमिटेडबाट तयार गरिएको एउटा सम्मान पत्र हामी यहाँका बिचमा यो हस्तान्तरण गरेका छौँ र यसमा लेखिएको बेहोरामा एकपटक यहाँलाई कुस्मा पर्वत स्थापित 2068 सम्मान पत्र कुस्मा बलेबा यान्त्रिक पुल लिमिटेडका संस्थापक सदस्य बागलुङ नगरपालिका वडा नम्बर 14 को सहस्र 1008 पूर्ण चन्द्र दर्शन 84 पूजा सम्पन्न हुन गइरहेकोमा यहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै ससम्मान सहित यो सम्मान पत्र प्रदान गरिएको छ भनेर यसका अध्यक्ष आदरणीय होमनारायण श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो। फुलहरू रामकुमारी फुल ल्याउ त फुलहरू फुल यहाँ फुल चाहिएको फुल ल्याउ त जान्छु हामी लाग्यो भाइ ल मङ समात्नु यसो हात गर्नु त ल हजुर यो चाहिँ विद्यालयको तर्फबाट विद्यालयको तर्फबाट हजुर यो हरमा राखेको कस्तो हुन्छ त्यसरी त्यही राख्नु ल अब खै त्यो उल्या छैन कस्तो एकछिन यहाँहरूको ध्यान मैले त्यतिर आकर्षित गर्न चाहेँ। हामी चाहिँ भूपू सैनिक कल्याणकारी समाज बानव त्यही खुसीको क्षणमा हामी यहाँ उपस्थित भएका छौँ। हाम्रा दाजी सुबेदार हरिप्रसाद श्रेष्ठ भूपू सैनिक कल्याणकारी समाजका संस्थापक सदस्य हुँदै सल्लाहकार पनि हुनुहुन्छ र उहाँ
यस समाजको अत्यन्तै जुझारु व्यक्तित्व समाजसेवी व्यक्तित्व हुनुहुन्छ भने उहाँले बाल्यकाल यही गाउँमा बिताएर फेरि भारतीय सेनामा भर्ती भएर 28 वर्ष जागिर गरे पश्चात सेवानिवृत्त भई आएपछि पनि सामाजिक काममा विभिन्न सामाजिक काममा सहभागी हुँदै भूपू सैनिक कल्याणकारी समाजको वर्तमान सल्लाहकार पनि हुनुहुन्छ र हामी भूपू सैनिक कल्याणकारी समाजका सल्लाहकार आदरणीय कृष्ण दाजी यस संस्थाका सचिव रामबहादुर खड्का लगायत सम्पूर्ण आदिवासी भूपू सैनिक कल्याणकारी समाजका सल्लाहकार सदस्य सुबेदार श्री हरिप्रसाद श्रेष्ठ सहस्र पूर्णचन्द्र दर्शन 84 पूजा प्राप्त गर्ने जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सुबेदार स्वर्गेन्द्र बहादुर खत्री अध्यक्ष, सुबेदार रामबहादुर खड्का सचिव एवं समस्त भूपू सैनिक कल्याणकारी समाज बाणप 14 भनेर लेखिएको छ। यसलाई ग्रहण गर्नको लागि हाम्रो आदरणीय दाजी सुबेदार हरिप्रसाद श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अत्यन्त शैक्षिक व्यक्तित्व पूर्ण चन्द्र दर्शनको अवसरमा अवस्थित भक्त बलामज्यूहरू मैले यो शुभकामना पत्र पढ्ने अनुमति हाम्रो प्रतिबद्धता बागलुङ जिल्ला बागलुङ नगरपालिका वार्ड नम्बर 14 नास्थान हटिया निवासी यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य तथा सल्लाहकार सदस्य सह संरक्षक शैक्षिक तथा सामाजिक व्यक्तित्व सुबेदार श्री हरिप्रसाद श्रेष्ठ र उहाँकी श्रीमती श्री रत्नकुमार श्रेष्ठज्यूले सहस्र 108 पूर्ण चन्द्र दर्शन 84 पूजा प्राप्त गर्नुभएको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य तथा दीर्घायु सुखद दीर्घ जीवनको हार्दिक मन शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष विवेश अध्यक्ष सोमनाथ खत्रीज्यू एकनाथ पूजा परिवारले भाषा छैन पहिले आएर पछि गरौँ ल हैन पछि गरौँ ल कान्छी बुवा रामकुमारी रामकुमारी बहिनीको नामको ए रामकुमारी आयु होस् पूर्ण आयु होस् हामी सबैको तर्फबाट शुभकामना धेरै राह पाए कि कति लाग्यो बिस्तारै हाल्ने टिका लगाइदिनु टिका लगाउनु ल प्रसाद दिनु उहाँ चाहिँ बानपा वार्ड नम्बर 8 को वडा अध्यक्ष है पैसा दिनु नदिएपछि जान्दैन यहाँ छैन यहाँ राखिदिन्छु अहिले छेउमा राखिदिनु भएको यही राख त्यो त हो त नि यो यहाँ अहिले दिन हुन्छ कि हजुरले दिँदाखेरि फुल प्रसाद वडा नम्बर 6 को चाहिँ वडा अध्यक्षज्यू है हजुर सबै त्यो कोसेली के कोसेली हामीले स्वीकृत गरेका छैनौँ हजुर जान बेर भयो टिकट लगाउनु यो मात्रै यहीँ बस्ने हो न र बिर्सनु हुन्छ सम्झाउनु पर्यो त्यहाँ बस्छ हजुरले टिका लगाउने हजुर आशीर्वाद दिने
त्यो बस रामकुमार तिमी माग यता पर्छ यता फुल दिनु है चिनाउनु है पैसा दिने हो होइन होइन सब पैसाले पर्छ फुल दिनु फुल मात्रै दिनु यो नलिने कर नगर्नु के पुरा भयो मन्दिरतिर दिउँला छोएमा त छुने हामी त आमा सँगसँगै सब्जी राख्नु पकाउनु फुल छ के रे वडा बिक्रिम दाइ पैसा पर्दैन टिका लगाइ लगाइदियो दाइ प्रसाद लिनु दाइ प्रसाद मामा घरका चिन्नु त अहिले नचिन्नु जानुभन्दा अगाडि नै हो त खाली रात गोल्डन साडी सुविधा हाम्रो हेमन्तको सबै बाहिर बिना कार्की रेखाको साथी आमा है 100 वर्षको जन्मदिन मनाउन फेरि लाउँछु त्यो बहिनीहरू निस्किनु पर्छ नभनिकन जाला मैले भनेको
मनमा याद आयो तिमीलाई राधिका भन्ने को कान्छुबाको नातिनी दुईटा हातले हो गङ्गा अहिले फुल ल्याउनु ल ल माउलीको ल्याउने हुन्छ क्या ल ल लाइनमा आउनु भयो ल टिका अब एक मेसो सकम का 5 रुपियाँ सकेपछि 5 रुपियाँ उहाँहरूको सकेपछि ए हजुर सक्नुहुन्न के लगाइदिन्छु त्यसो भन्नु ल ल ल यो त्यही हो क्या सबै छ यता उता दिनु अगाडि जानु यो नलिने राख म गुरुलाई गरिदिएँ नमस्कार है प्रसाद दिनु सर टिका लगाइदिनु पहिला टिका लगाइदिनु टिका हामी त बर्बाद नगर्नु एक घन्टा हामी सिद्धमा पर्छ हामी लाइनमा बसेको दाजु त कसै ताला आउनुहुन्छ के विकास दाई पैसा दिने यस्तालाई त यो दिन माउली पर्दैन माइती म दिन्छु दाइ
पहिला लिने त पहिला माग्ने ठिकै यही छ क्या दिदीलाई त धेरै दिन पर्छ बुवा पछि भरे दिनुला सम्झना हो हजार 1582 जानु जानु त्यतिबाट गर्नुहुन्छ यता यसो हेर त प्रसाद हो नि त चाहिँ तिम्रो प्रिन्सिपल होइन कलेजको प्रिन्सिपल हजुर यस्तै बुवामा हुनुहुन्छ थाहा छ हजुरलाई एउटा फोटो बुवामा लिनै पाइएन क्या धेरै भिड भएर हिजो जम्मै हामी बरङजा मामाको 84 थियो दिइसकेका ए तता गर्नु पर्छ बाजी मलाई प्रसाद ल्याउनु आज त नि अहिले खोज्नु छ नि घर हामी लागिन्छ र हामी लागिन्छ प्रसाद
मेरो मोबाइल गयो भनेको नदेऊ के टिका लाउनु मेयर उहाँ चाहिँ उपमेयर है पानी यता अलि छ पानी थोरै जमाउँछ फेरि ल यता निन्ने लाग्यो अब यहाँ बाले नि छोरा लाग्यो बाल लाग्यो नि अब यो केरा र फुल केको यहाँ जतिलाई नि यही छोड्यो अब यहाँ के त त्यहाँ ल है
पहिला जेठो अनि त्यसपछि कान्छो आज त बिहे गरे हो बाबुले खा बाबुले टिको लाएर होला नि आउँछ एक दिन यही सुकेर म त वारिपारि अलि उचाल्दिनु फुल हालिदिनु कि मैले आशीर्वाद दिनुभयो दिनुभएको छ दिनुभएको कहाँ हो र घुम्ने मन्दिर जाने हो छ